काठमाडौँमा मिटिङ भएको कारणले गर्दाखेरि चाहिँ बेस्ट वेस्ट प्लस होटलमा चाहिँ हाम्रो मिटिङ भएको कारणले म चाहिँ काठमाडौँको होटल लागेँ। बाहिरबाट यसो हेर्दाखेरि चाहिँ लुक चाहिँ बबाले छ, इन्ट्रान्सहरू पनि बबाले छ होइन। यसो भित्र गएर हेरौँ के कसो छ भनेर। त्यसपछि हजुरहरूलाई म सबै डिटेलमा हेराउँछु है। चेकिङ गरेर माथि जाँदाखेरि लिफ्टदेखिको जुन भ्युज देखेँ मैले, ओहो दामी थियो, रमाइलो लाग्यो एकछिन त मलाई त हेरेर। त्यसपछि हामी रुमभित्र छिर्यौँ। कस्तो दामी रहेछ नि त। यो चाहिँ हाम्रो बेडरुमै आजको। यो चाहिँ हाम्रो यताबाट नि हेर्न मिल्छ। बडीहरू थाकेकोले गर्दाखेरि चाहिँ हामी स्विमिङ गयो, एकछिन चाहिँ फोटोसोटो हान्यो। त्यसपछि हल्का फ्रेस भएर चाहिँ हामी लुगा लगाएर टप फ्लोरतिर लाग्यौँ। यसो त्यहाँनिर चाहिँ एकछिन यसो जसो रमाइलो गरौँ भनेर है। रमाइलो गर्दै थियौँ। त्यसपछि माथिको दृश्य चाहिँ एकदमै बबालै थियो है। त्यसपछि तल चाहिँ कुन चाहिँ अब टेबलको चाहिँ यसो गेमसेम भइरहेको चाहिँ फुटबल टाइपको गोवा अलिकति भइरहेको रहेछ होइन। त्यो पनि अलिअलि हामीले चाहिँ हेरिदिउँ होइन मिलाएर। त्यसपछि खाना मन लागेन। त्यसपछि यतिकै सुत्यो, बिहान उठेर ब्रेकफास्ट गरेर हाम्रो चाहिँ त्यसपछि चेकआउट थियो। हामी त्यसपछि चेकआउट ल आज हाम्रो चेकआउट हुने दिन। हामीले प्याकिङ स्याकिङ पनि गऱ्यौँ, सबै लुगाहरू पनि हेऱ्यौँ। तर भ्यू चाहिँ बवाल छ यहाँ। यो होटलको नाम के अरे? होटल वेस्ट बेस्ट वेस्टर्न प्लस भन्दा छ। गाइजहरू रमाइलो भएन भएन ओ गाइजहरू रमाइलो भएन रमाइलो भयो नि है भएन भने सर सो चेकआउट गरेर चाहिँ हामी होटलबाट सबैजना टोली निस्के सरर गर्दै।
अफिसियल मिटिङ भएकोले चाहिँ सबै कुराहरू देखाउनु चाहिँ मिलेन सो जति देखाएँ त्यसमा रमाउनु होला त्यस्तै छ गुड बाई